हाम्रो चाहिँ यहाँ पानी परेर यहाँ चाहिँ आज हामी साइड गएको छैनौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ बाहिरतिर पानी परेको छ। आज पानी ठुलै पानी परेको छ। यहाँ चाहिँ माथितिर हिउँ परेको छ। यहाँ चाहिँ पानी परेको छ। यसरी यहाँ चाहिँ कुहिरो पुरै ढाकेको छ। आज चाहिँ साइड जान पाइएन। बिहानैदेखि आज पानी परिरहेको छ। यहाँ बस्ने काम भइरहेको। अब म चाहिँ यता किचनतिर जानुपर्ने हुन्छ। हेलो गाइस, फाइनली पानी चाहिँ रोकिसकेको छ। यहाँ अब पानी रोकेको छ। आकाश फाटेको छ, एकदम अहिले सफा देखिएको छ। फेरि माथिबाट कुहिरो आइसक्यो। उता माथिबाट अलिअलि हल्का यता हिउँ परेको रहेछ हिजो। अनि जुन यताको पहाडी देख्नु भएको सेतो जङ्गल देख्नु भएको, त्यो चाहिँ पुरै लालीगुराँस फुलिसकेको छ। यहाँ सेतो लालीगुराँस फुलेको छ। पहिला पिङ्क फुलेको थियो, पिङ्क र रातो फुलेको थियो, त्यो चाहिँ सकियो। अब यहाँ चाहिँ सेतो लालीगुराँस फुलेको छ। त्यो सेतो लालीगुराँस फुलेपछि अनि उता माथितिर डाँडातिर चाहिँ लालीगुराँस फुलेकै छैन। अब वैशाखको लास्टतिर फुल्छ अरे। अनि अब आकाश पनि फाटिसक्यो। अब हामी साइड जानुपर्ने हुन्छ। म चाहिँ अब एकछिनमा साइड जान्छु। अब दाइहरू चाहिँ सबै तल तालबगरतिर जानुभएको। म चाहिँ अब साइड गएर एकछिन हेरेर के भएको काम, अनि फेरि रुममा आउनुपर्ने हुन्छ। मेसिनले चाहिँ काम गरिरह, त्यो खोलालाई माथिबाट बगाउँदैछ। अहिले चाहिँ त्यो माटोहरू तानिरह। फाइनली खोलालाई चाहिँ मेसिनले माथिबाट कटाएछ। अब यसलाई माथिबाट कटाउनु पर्ने हुन्छ। उता हाम्रो नत्र पाइप चाहिँ निकालिदिन सक्छ। यहाँ मुनिबाट चाहिँ हाम्रो पाइप गएको छ। यहाँबाट यसरी पाइप गएको। यो चाहिँ खोला चाहिँ माथिबाट कटाएछ। यो पाइप मुनिबाट पानी गयो भने चाहिँ हाम्रो पाइप चाहिँ निकालिदिने सम्भावना धेरै हुन्छ। त्यही भएर चाहिँ खोलालाई हामीले माथिबाट यसरी कटाएको। सेतो लालीगुराँसहरू फुल्दैछ। यहाँ चाहिँ यसरी सेतो लालीगुराँसहरू भर्खर फुल्न सुरु भयो। चाहिँ वैशाखमा सुरु हुँदो रहेछ। अनि उता माथि डाँडातिर चाहिँ वैशाखको लास्टमा फुल्दो रहेछ। माथि हिउँ परेर आज म चाहिँ 30 नम्बरमा आइपुगेको छु। 30 नम्बरमा चाहिँ अब हाम्रो वाल लगाउने काम भइरहेको। वाल लगाइसके पनि रहेछ। अब यो माथिबाट यस्तो टाइपको लेदो टाइपको आइरहेको क्या, यसरी झरिरहेको। त्यही भएर चाहिँ यो नझरोस् भनेर चाहिँ यसरी वाल लागेको छ। अब यहाँ सबै रेडी छ। उताबाट हामीले त्यहाँ पर चाहिँ पहिला पिसिसी गरेको हो। माथिबाट पहिरो आएर पुरेको थियो। अनि त्यो पिसिसी निकालेको रहेछ। अनि त्यसपछि यो वालहरू लगाएको छ। वालहरू लगाइसक्यो। यहाँ चाहिँ अब 2-3 दिन चाहिँ साइड खुल्दैन। उतै अगाडितिर नै काम गर्ने भन्दै हुन्थ्यो। अनि त्यसपछि भनेको चाहिँ यतातिर साइड खुलेर हार्मोनियमको लागि चाहिँ एकै दिन गराएर एकै दिन हाल्नुपर्ने हुन्छ। उता माथितिर चाहिँ आज टन्नै हिउँ परेको रहेछ है। देख्न सक्नुहुन्छ, उता चाहिँ आज टन्नै हिउँ परेको रहेछ। म चाहिँ त्यहीँ पुगेर फर्किसकेँ। आज चाहिँ अब उता अगाडि गएन म, काम केही पनि भएको छैन। हुन्थ्यो तपाईँ पनि भएको छैन, तर म यसो घुम्न आएको मात्र हो। त्यहीँबाट फर्केँ। आज चाहिँ हाम्रो पानीले गर्दा चाहिँ कामहरू केही पनि हुन दिएन। अनि त्यसपछि दाइहरू चाहिँ सबै तल पावर हाउस जानुभयो यत्तिकै डुल्नलाई गाडी लिएर। म चाहिँ गएन, क्याम्पतिर फर्किन लागेको। क्याम्पतिर गएर चाहिँ मोबाइल चलाउने काम मात्र हुन्छ आज मेरो। त्यही भएर साइड घुम्यौँ भनेर साइड घुम्न आएको। अनि कामहरू मेसिनले के गरिराख्नु पऱ्यो भनेर चाहिँ आएको। अब सबै हेरेर गइसकेँ। म चाहिँ उता पारितिर गएन।